यो जागरुकता प्रस्तुति कल्पना र रचनात्मक सोचमा आधारित छ जसले मानिसहरूलाई यस मुद्दालाई सरल र अर्थपूर्ण तरिकामा बुझ्न मद्दत गर्दछ। जुवा तास एक खराब बानी हो जसले मानिसको पैसा, समय र भविष्य नष्ट गर्न सक्छ। धेरै मानिसहरू सजिलै धेरै पैसा कमाउने लोभमा जुवा खेल्न थाल्छन्, तर अन्त्यमा आर्थिक, मानसिक र पारिवारिक समस्या भोग्नुपर्छ। यसले पढाइ, काम र सम्बन्धमा पनि नराम्रो असर पार्छ। हामीले जुवा तासबाट टाढा रही राम्रो काम, शिक्षा र सकारात्मक गतिविधिमा ध्यान दिनुपर्छ। सचेतना फैलाएर समाजलाई यस दुर्व्यसनबाट बचाउन सकिन्छ। बिहान 8 बजे। बिहान भइसक्यो तर राम अझै छैन। किन यति धेरै कराउनु भएको? खेतमा काम गर्न जानुपर्ने छ, त भने बल्ल उठ्दैछस्। म सधैँ दुःख गर्न सक्दिनँ नि त। मेहनत नगरी सुख पाइँदैन राम, घरको जिम्मेवारी पनि बुझ्नु पर्छ। मेहनत नगर्ने मान्छेले सुखको मूल्य बुझ्दैन। म त हातै मेरो केही गरेन। यिनीहरू जुवा खेलिरहेको बेलामा राम खेतबारीमा काम गर्न जान लागेको हुन्छ र यिनीहरूले उसलाई बोलाएर भन्छन्, ए राम आऊ, आज त धेरै पैसा जितिन्छ नि। साँच्चै खेतमा काम गर्नुभन्दा त यही राम्रो। केही समयपछि राम तिमी पनि यस्तो के तिमीलाई थाहा छैन जुवाले कहिले पनि घरमा आउँदैन, घरतिर छ। तिमीले सधैँ नराम्रो मात्रै भन्छौ। तिमीहरू त भन्नु बेकार छ। सबै पैसा हारे। मेरो त रन आयो। गीता तिदै आएर भन्छन्, न तारे राछे हो। रामले जुवा खेल्दै छ। यो राम कहिले सुध्रिने भएन। ए गीता, हजुर, घरमा भएको पैसा कहाँ गयो? मायाले अघि भन्दै थिए दाइले जुवा तास खेल्दै थियो भनेर, सायद त्यसैमा सकायो होला। कुलतले मानिसको धनजन इज्जत सबै हराउँछ। केही दिनपछि राम, ए राम, हजुर, किन यति आत्तेर आएको? त्यो साउले पैसा मागी मागी हैरान गरे ह। बेलुकी 5 बजे। धेरै घर परिवार बिगारेको छ। हामीले यसको केही न केही समाधान निकाल्नु पर्छ। त्यसले रमाइलो ठानेका थियौ, यसको यस्तो परिणाम पो हुने रहेछ। गलत बाटो रोज्दा सुरुमा सबै रमाइलो राख्छ र अन्त्यमा यसले धेरै दुःख दिन्छ। मैले पहिला नै मेरो छोरा राम पनि पहिला राम्रै थियो। मैले सबैलाई धेरै दुःख दिएँ। मैले पनि अबदेखिबाट जुवा तास छोड्नेछु। म पनि अबबाट कुलत खेल्नेछु। केही दिनपछि तिमीलाई सुतेको देखेर धेरै खुसी लाग्यो राम। हो नि, मेहनतको पसिनामा साँचो सुख हुन्छ राम। म अब सही बाटोमा लाग्दैछु। जसले जीवन बिगार्छ अमृतले इमानदारीले जीवन बनाउँछ। जुवा तास नखेलौँ, आफ्नो र परिवारको भविष्य बर्बाद नगरौँ। सम्पादक प्रकाश काफ्ले र सौगात खरेल। व्यक्तित्व बुबा विष्णु पण्डित, आमा रविना थापा, राम प्रकाश काफ्ले, गौला अश्विन पाठक, हरि शिशिर लम्साल, रमेश कृतिश अधिकारी, मुखिया सौगात खरेल, गीता जेनिसा खरेल, माया आयुषा गौतम।